भाइ हो राम्ररी भन सुर्मीलाई खन रातो बाटो चिप्लो बाटो लड्दै पढ्दै लड्दै पढ्दै तहाँदेखि भाडाका घरमा ठुलाका घरमा देउसी खेल्दै 2072 सालको कालोमा कार्तिक मनाउन आएका हामी कोही भाइ पूर्वैबाट कोही भाइ पश्चिमैबाट अमेरिकाको यस्तो ठाउँमा कामको बावजुद आफ्नो रीति आफ्नै तिथि मनाउन आएका हामी आजका देउसे देउसे अहिले ढिलै भएनी हजुरका घरमा देउसी खेल्न आएका छन् है घरपति बाबै घरपति आमै वर्षमा 3 दिन आउने चाड मनाउँदै आउँदा निन्द्रै बिग्रियो भनिकन नभन्नु होला हिजोमा आउने माग्नेमा खाने आजमा आउने आजमा आउने देउसे भैले देउसे भैले नेपालमै छँदा रात भर त्यस्तै ठाउँमा काटिकन नीति तिथि जोगाउँदै आयो आफ्नो संस्कृति मासिन्छै भन्ने डरमा हुँदा डरमा हुँदा युवा पुस्ता बेलैमा पारी जानी नजानी देउसी खेल्न आएका छौँ है आएका छौँ है हामी त्यसै आएका होइनौँ बलि महाराजको हुकुमै हुँदा हुकुमै हुँदा कालोमा कार्तिक कालोमा कार्तिक 3 दिन तिहार मनाउँदै आयो यसै घरमा झिलेर मिली बत्तीको उज्यालो देख्दामा घेर देउसे भाइ ढोकामा आए ढकढक्याउँदा सबैजना उठीमा घन यो ठाउँलाई देउसी खेल्ने स्थान बनाई दिनु भएको हुँदामा खेर घर बेटी बाबै घर बेटी आमै
ए देउसेको तर्फ ए बाट धेरै ए धन्यवाद ए धन्यवाद ए कागै तिहार ए कुकुर तिहार ए लक्ष्मी पूजा ए हली तिहार ए भाइ टिका ए गर्दै गर्दै ए मनाउने चाड ए हाम्रो हौ ए हामीहरूको ए रीति तिथि ए नमास्योस् भन्दै ए भेलै भयो ए भेलै भयो ए हे मेरा भाइ हो ए मर्ते लोकमा ए यमराजकी ए बहिनी बस्थिन् ए यमराजलाई ए यमराजलाई ए मर्ते लोकमा ए आउनको लागि ए फुर्सदै हुन्न ए बहिनीलाई पनि ए आफ्नो दाजु ए देख्नेमा मन ए हुँदामा भयो ए हुँदामा भयो ए यमुनाले ए फुर्सदै मिलाई ए आइदिनु दाजु ए कुनै दिन ए कुनै बार ए पारीमा गन ए मेरो घरमा ए सवार हुनु ए भनीमा गन ए यमलोकमा ए कागलाई ए दुधै बनाई ए पठाइन् भाइ हो ए त्यसपछि ए फुर्सद छैन ए राजा जस्तो ए मान्छेले कहाँ ए यमै लोकमा ए फुर्सद मिल्छ ए भनीमा खाना ए पठाइदिँदा ए यमुनाको ए मनै पोल्यो ए मनै दुख्यो ए त्यसपछि ए कुकुरलाई ए डाक्न भने ए पठाउँदा भइन् ए पठाउँदा भइन् ए मेरा भाइ हो ए कुकुरलाई ए पठाउँदा पनि ए फुर्सदै छैन ए भ्याउँदिन ए भन्दामा भए ए त्यसपछि ए मन दुखाइ ए यमुनाले ए मर्ते लोकमा ए मर्ते लोकमा ए बस्दामा भइन् ए एक दिन ए एक दिन ए यमराजले ए द्वितीयको दिनमा ए बहिनीको घर ए आउँछु म भनी ए खबर पठाए ए बहिनीले पनि ए त्यो कुरो ए सुन्नमा केर ए वर्षौँसम्म ए नभेटेको ए आफ्नो दाजु ए भेट्ने हुँदा ए खुसीमा भइन् ए खुसीमा भइन् ए लक्ष्मी पूजा ए पुज्ने
पानीमा भइन् हे औँसीको रातमा हे दियो दीप हे जलाएर हे फुल पाती हे सजाएर हे रात भरि हे जाग्रामा बसिन् हे जाग्रामा बसिन् हे दाजु आउने हे कुरो सुनि हे कुरो सुनि हे विभिन्न भोजन हे तयारै पारिन् हे खाने कुरो हे बेलामा पारिन् हे सबै कुरो हे मर्ते लोकमा हे उब्जेका जति हे हलोले ज्योति हे गोरुलाई हे नारीमा घन हे उमारेको हुँदा हे दाजुले खाने हे अन्न सबै हे गोरुकै कुसले हे उमारेको हुँदा हे हाली तिहार हे हाली तिहार हे भनीमा घन हे भनीमा घन हे गोरुको पूजा हे गर्दामा भइन् हे द्वितीयको दिनमा हे एका बिहान हे यमलोका हे यम राजा हे मर्ते लोकमा हे झर्दामा भए हे दाजुलाई हे देखेपछि हे खुसीमा हुँदै हे दाजुलाई डाकी हे दाजुलाई डाकी हे दाजुको हे दीर्घायुको हे कामना गर्दै हे तेलले छेकी हे तेलले छेकी हे निधारमा हे सप्तरङ्गी हे टीका लगाइदिन् हे ओखरमा फोरी हे दुखै भागोस् हे भनीमा घन हे भनीमा घन हे हुँदामा भए हे हुँदामा भए हे त्यसैलाई नै हे आधार बनाए हे आधार बनाए हे आज हामी हे कोही भाइ हे कोही दिदी हे भेलामा भई हे टीका लगाई हे टीका लगाई हे हाम्रो चाड हे हाम्रो बाड हे भनीमा गन हे मनाउँछौ भाइ हो हे मनाउँछौ भाइ हो हे तालीमा ताली हे भट्याउनेको हे सोरेमा ढाकी हे देउसिरे भन हे देउसिरे भन हे मेरा भाइ हो हे भोलिको बिहान हे दिदीका घरमा हे बहिनीका घरमा हे टीका लाउन हे जानु पर्छ हे यो चलन हे कसरी आयो हे कहाँबाट आयो हे भन्ने कुरो हे बताइमा सके हे बताइमा सके हे बताइमा सके